च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथमा आज मैले यो मेरो फर्स्ट भ्लग सुरु गर्न गइरहेको छु। आज चाहिँ हामी फ्यामिली टुर होइन इलाम टु ताप्लेजुङसम्मको यात्रा गर्न गइरहेको छौँ। पाती भराको दर्शन गर्न फ्यामिली जानेछौँ। नेपाल ब्याङ्कको एटिएमको अगाडि अहिले चाहिँ हामी मङ्गलबार आइपुगेको छौँ होइन। कस्तो लागिरहेछ केटा? एकदम नयाँ ठाउँमा जाँदा होइन एकदम सही कहिले पुगेर कहिले पुग्ने कस्तो छ है माताको दर्शन गर्न पाउँदा एकदम धेरै एक्साइटेड। हामी दुईजना चाहिँ फर्स्ट टाइम ताप्लेजुङ पुग्दैछौँ। हजुर पनि फर्स्ट टाइम। मेरी आमा सुन माया हजुर यता हेर्नु न कस्तो लागिरहेछ? राम्रो लागेको छ गाडीमा कुद्नु। अब घरै जाँदा कस्तो लाग्छ अहिले त अब के भन्ने? अब फर्स्ट टाइम कस्तो एक्साइटेड भन्ने कुरा कस्तो लागिरहेछ? कहिले पुग्छु कहिले देख्न पाऊँ भन्ने कुरा लागेको छैन? यो त हेरेर भन्नु न। लागिरहेको छ त्यति धेरै त खासै एक्साइटेड त देख्दिनँ म। खासै अब पुगेपछि के कस्तो हुन्छ अनि पो भइन्छ त। अब अहिले त गाडीमा हल्लिँदै जानु परिरहेछ होइन। निन्द्रै सरी त्यो पनि बिहान बेला राति उठेर। बुवा यता हेर्नु त। भोलि फिर्दा मान्छे गलेर हत्तु आजाद त त्यस्तो माइ ड्याड कान्छी गौन्छी यांबा पहले त इसे गारा केम बताओ पुरुङा आमा एकचोटि त हेर्नु आमालाई कस्तो लागिरहेछ आज छोरा बुहारीसँग फेरि ताप्लेजुङ जान पाउँदा? मलाई दुईचोटि भयो राम्रै छ। राम्रै छ। डुल्नु पाइँदैछ डुल्नु पाइँदैछ अहिले भइरहेछ रमाइलो भयो। बिहानको राति चाहिँ ठ्याक्कै छिटो 3 बजी नै उठेर माथि जाँदा मात्रै भोलि छिटो घरमा फेर्नु पाइन्छ। मम्मी यता छेउ बस्नुहुन्छ? झ्यालो बस्नुहुने? ए लु त्यसो भने म हुन्छ तपाईँ त्यही बस्नु हुन्छ। हुन्छ म यता कि यतै बस्छु। यता त भारीहरू धेर छ कि तिनजनामा साह्रै लचक गर्छ नि। अनि यता झ्यालमा म बिचमा बस्दा हुन्छ कि म बिचमा बस्नु उतादेखि सुरु होइन। धेरै उयो हुन्छ नि त फेरि। म आमा यता बस्नु म बिचमा बस्दिन्छु नि त। त्यो छिट्नु त हो त्यो फाल्टुमा झ्यालझ्यालमा आमा झ्यालझ्यालमा राख्दै रमित हेर्दै एकछिन लु एकछिन लु अलिक उठ्छ अहिले तिमी लु गाडी हल्लेपछि मिलिहाल्छ। आमा छोरा
जोडेर हाल्ने हो क्या तल रोड आमा छोरा बुहारी खोला भन्छ यहाँ एउटा हाइड्रो पावर उडाएर लगेको खोला यही हो फाइनली गाइज हामी ताप्लेजुङको फेदीमा आइपुग्यौँ हैन अब यहाँबाट हिँडेर चाहिँ माथिल्लो फेदीसम्म पुग्नु पर्ने अब गाडी चाहिँ यहीँसम्म जान्छ हैन गाडीमै राख्दियौ यो जाडोमा गाइज तातो तातो कफी त चलाएको अघि चलाएको सकेको चलाएको यहाँ साह्रै खिचिरहेको काम हो फोटो खिच्छ काम हो फोटो खिच्छ हामीले ड्राइभर न एउटा झोला बोकेर हिँड्यो भने बाहिरै सबै राम्रो
अनि यत्रो बोकेर आउनु के त अनि यत्रो बोकेर माथिबाट खाँदा हुन्छ त अनि ड्राइभर आएन अनि पानी भन्ने अरे अझै छ त यहाँ चाहिँ के नखाने खाजासम्म खानेर खाँदा हुन्छ यत्रो बाटोभरि त्यसै हात दिने भनेको नि गाइस है अब हामी चाहिँ आइपुगेर सामानहरू जम्मै थन्किसकेर अब खाजासाजा खाएर चाहिँ उकालो चढ्ने कुरा भयो त्यही भएर हामी चाहिँ अरूतिर गाडी पार्किङ गरेको ठाउँ देखाउन जाँदैछौँ भुपेनसँग अनि केटा कस्तो भइरहेछ जाडो कस्तो भइरहेछ एकदम धेरै बर्खामा भए पनि मान्छे घुम्न चाहिँ एकदम धेरै ज्यादा आउँदो रहेछ है यो चाहिँ ट्याक्सी स्ट्यान्ड हो ट्याक्सीहरू यहाँसम्म मात्र चल्छ यहाँबाट चाहिँ माथि जान सक्दैन अनि होइन गाडी रिजर्भ ल्याएपछि फेरि होइन उस तल अबुर पायो पर अरे टु व्हिलले गाडी मान्छे प्यासेन्जरै तानिन अरे नि त अनि अब उनीहरू एउटै उयसको हो अनि कहाँबाट अझै यता छ यो चाहिँ बजार हो यहाँ चाहिँ होइन यहाँ चाहिँ मन्दिर जानलाई सबै सामानहरू पाउँछ यो माथि देख्दै गरेको माथि माथि नै जाने हो माथिल्लो फेदीसम्म चाहिँ अब हामी औ आँगामी निभाइन लो आदाङबे एकदम बाटो चाहिँ ठाउँ ठाउँमा पार्किङमा चाहिँ खत्तमै रहेछ नि त यो चाहिँ होइन यस्तो छ हेर्नुहोस् पछाडिको ब्याकग्राउन्डहरू एकदम धेरै राम्रो छ हेलो गाइज आज हामी तपाईँहरू पनि घुम्न आउनु होला बाटीबाट दर्शन होइन बाटीबाट माताले मागेको कुरा चिताको कुरा सबै पुग्छ भन्छ है अब हामी पनि त्यही दर्शन गर्न आएछौँ लक्ष्यहरू किन्न पाइँदो रहेछ लौटोहरू किन्न पाइँदो रहेछ टेका भनौँ न टेक्दै टेक्दै पछि जाने यो चाहिँ ठ्याक्कै जताबाट आए पनि ट्याक्सीहरू चाहिँ यहीँ हो पार्किङ गर्ने यहाँबाट माथि चाहिँ ट्याक्सी जान सक्दैन होइन त्यही भएर पार्किङ चाहिँ यहीँ गर्ने ट्याक्सीहरू सबै अनि यहाँबाट चाहिँ अब सबैजना माथिल्लो फेदीसम्म हिँड्ने मान्छे चाहिँ हिँडेरै जान्छ हिँड्न नसक्ने मान्छेहरूलाई यहाँ डोकोबाट बोकेर लाने सुविधा पनि छ होइन तर त्यो चाहिँ केजी सिस्टमले हुँदो रहेछ मान्छेहरू आएको एकजना असार मासमा भए पनि दर्शन गर्न चाहिँ मान्छेले नछोड्दैन रहेछन् उहाँहरू चाहिँ दर्शन गरेर झर्दै हुनुहुन्छ हाम्रो पाला चाहिँ भोलि हो ल अब हामी चाहिँ ठ्याक्कै स्ट्यान्डबाट माथिल्लो फेदीसम्म हिँडेर यात्रा सुरु गरियो के चाहिँ बुवा लाग्यो गाइस उकालो बुवा छाताहरू ल्याएको छ छाता कहाँ छ भित्र मेरो बुवा बनाउँदैछु बुवा बनाउँदैछु
कति बजी पस्यो बाजे थकाइ लाग्दैन भन्दै मेरो त लाग्न थाल्यो त हौ। पवित्र धार्मिक स्थल पाथिभरामा तपाईँलाई हार्दिक स्वागत छ। धन्यवाद। हजुर दादाजी, यता चाहिँ सबै कुहिरो नै कुहिरो लागेर केही पनि देखिँदैन गाइस। हेर्नु है त यस्तै छ। टिकट बनाएको छ अहिले म नाचिदिन्छु र त्यहाँ के बनाउँथ्यो हो क्या ये त्यस्ता के यस्तो बनाएर के कार बनाउँथ्यो त्यो पाथिभरा जाउँ, आध्यात्मिक दैविक प्रकृति सुन्दरतासँग साक्षात्कार गरौँ। पाथिभरा क्षेत्र विकास समिति ताप्लेजुङ। भाउजू मम्मी दाइहरू भर्खर आइपुग्नु भयो। हामी अगाडि अगाडि दाइहरू पछाडि पछाडि। मम्मी कस्तो भइरहेछ? यहाँ गर्मी भयो, गाडी भयो, खुट्टै चलेन। यता मम्मीलाई ठिकै छ हजुर। ठिकै छ। हेलो गाइज, अहिले चाहिँ हामी अब हिँडेर पैदल यात्रा गर्दै होइन उकालो लाग्दैछौँ माथि फेदीसम्म। यस्तो छ भ्यूहरू चाहिँ होइन। भ्यूहरू चाहिँ यस्तो छ गाइज, हेर्नु है। बुवा मम्मी भाउजूहरू चाहिँ आउँदै हुनुहुन्छ। अब है, अब हामी ठ्याक्कै अझै पनि हामीलाई चाहिँ माथि फेदी पुग्न चाहिँ समथिङ 2 घन्टा जस्तो लाग्छ होला गाइज होइन। यसको ब्याकग्राउन्डहरू चाहिँ यस्तो देखिन्छ। आमा गल्नु भयो? यो चाहिँ होइन पाथिभराको उचाइ चाहिँ 3794 मिटर रहेछ। अहिले हामी ठ्याक्कै कतिमा हिँडिसक्यौँ? 3794 मिटर रहेछ।
उसे लागेर अहिले चाहिँ गाइज कस्तो देख्न थाल्यो। 3202 मिटर छ। हेर्नुहोस् गाइज ठ्याक्कै पाथिबाट माथि चढ्ने बाटोमा ठ्याक्कै सगरमाथा जस्तै उचाइमा निस्केको ढुङ्गा ठ्याक्कै पो त फेरि। यात्रा जारी छ। यसरी ढुङ्गा राख्दै गयो भने चाहिँ पाथिबाट माताले उकालो चढ्न सक्दिनुहुन्छ अरे भन्ने मुन्दुमको साथमा ढुङ्गा राखेर उकालो चढियो। अबुई मलाई त तान्दैन कि क्या हो, मेरो ढुङ्गा त बस्न मान्दैन त। लगाएर राखेँ त मैले पनि। आमा बुवा अगाडि जानुभयो, अब म पनि जान्छु। दाइ मेरो सामान बोक्नु भयो? पवित्र धार्मिक स्थल पाथिभरामा तपाईँलाई हार्दिक स्वागत छ। थ्याङ्क यू वेलकम गर्नुभएकोमा। पाथिभरा माताले गन्तव्यसम्म छिटो पुर्याउनु भनेर सबैजनाले यसरी राख्दै राख्दै जानुभएको रहेछ। भ्यू त के हेर्नु गाइस, हेर्नु सबै उसी लागेर अहिले चाहिँ होइन गाइस, अब रातिको खाना खाने बेला भयो। हामी चाहिँ त्यही भएर खाना खाँदै गरेको। एकदम बगाल ऊ तपाईँको भाग हुन्छ। खोइ बुवा ऊ पर खाना हुँदैन नि। लु खाना थप्ने ल्याउनु पर्यो अरे।